लह साथी हो, यो चाहिँ भिरमौरी हो। भिरमौरी भन्छ यसलाई, या त भेरी भन्छ। भिरमौरी भेरी भन्छ। यो चाहिँ ठुला ठुला रुखहरूमा र ठुला ठुला पहरहरूमा बस्ने गर्छ। यो चाहिँ रुखको बुट्टामा बसेको हो। मैले यसलाई चाहिँ मैले यसलाई कारेन। अब मैले देखिसकेपछि मैले यसलाई चाहिँ नजिकबाट गएर चाहिँ छोटो क्लिपहरू बनाएको छु, भिजुअलहरू के कस्तो हुन्छ भनेर मैले यसो बनाएको। यसलाई कार्ने प्लानिङ चाहिँ थियो, तर पानी 4-5 दिन पानी परेको कारणले गर्दा यो चाहिँ त्यही पानीको साथसाथै पछि चाहिँ भागेर गएछ। अब यो चिसो पहाडतिर चिसो भयो भने चाहिँ यो प्रायः जस्तो तराईतिर जान्छ। तराईतिर गएर ठुला ठुला बिल्डिङहरूमा, छतहरूमा, बिल्डिङको छतहरूमा, घरको छतहरूमा र ठुला ठुला रुखहरूमा, बरको र ठुला ठुला पिपलको रुखहरूमा बस्ने काम चाहिँ गर्छ। त्यसपछि फेरि चैत वैशाख लाग्यो भने चाहिँ फेरि यो चाहिँ आकाश फेरितिर घुमेर फेरि यो चैत वैशाखतिर फेरि माथितिर पहाडतिर चाहिँ फर्किने काम गर्छ यसले। त्यो बेला अब चैत वैशाख आयो भने पहाडतिर आयो भने अब चैत वैशाखमा आयो भने असोज कार्तिकसम्म मजाले फेरि पहाडतिर बस्छ। त्यसपछि फेरि कार्तिकको महिना लास्टतिर फेरि यो माउरी चाहिँ भिरमौरी चाहिँ फेरि तराईतिर गइहाल्छ। जहाँनिर तराई भनेपछि जहाँ अब तलतिर गइसकेपछि तातो हुन्छ, तातो भएको ठाउँतिर यो बस्न गइहाल्छ। फेरि अब तातो भएको ठाउँमा 2-3 महिना चिसोको मौसम बेला त्यतै बस्छ, पुस माघ फागुनसम्म। चैत वैशाख लाग्यो भने फेरि पहाडतिर यसको चाहिँ बसाइसराइ हुन्छ। त्यही भएर यो तपाईँहरूले देखिसकेको पनि देख्नु